नेपालको भनेर एकजना मान्छेले धेरै जोड्दैछ हो। अब हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो टुडे इन दिस भिडियो म त तपाईँहरूलाई देखाउने छु है। आज त हामी बिहामा जानुको लागि रेडी भइरहेको छ र हामी चाहिँ बिहामा चाहिँ ओकाइटी जाँदैछ हो। मेरो आउटफिट यस्तो छ होइन। फेरि काम हुँदैछ अहिले हाम्रो घरमा चाहिँ टाइल्सहरू जोड्दैछ हो। अनि बाटो हो, नयाँ बाटो खन्दैछ अहिले र जाँदैछु गाडी ल्याऊ। गाडीमा जान्छ हामी। स्टे ट्युन एभ्रिवान है, सबैजनाले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् होला। न हामी चाहिँ अब चढेको चढ्यो म अगाडि ल लु म अगाडि चढेँ हो। बुहारीको भदैनीको बिहा छ, हामी बिहामा जाँदैछौँ। म र सीतान्जी अगाडि छु नि। थ्याङ्क यू केकको लागि। बाई बाई। हाम्रो केक पनि पायो हो। हिजो महेश्वरको बर्थडेको, नश्वेरी भाउजूको बर्थडेको। हामी गएको बाटो यो अब माथि गएर देखाउँछु। गाडी जाम भइरहेको छ। मङ्गलबार जाउँ जाने ओह्रालो। शुक्रबार मात्रै मैले होला तामाको सियो चाहिँ यता तल पर्छ त यो सिधै घर पर्छ। गाडीबाट हो। अब त हामी लाग्न आँटेको यो ओह्रालो अरे बिहा गर्दै भेटिसक्यो मान्छेहरू। हामीले गाडी चाहिँ पार्क गर्दा उनीहरूलाई चाहिँ जाँदैछौँ हामी। फोटो सेसन हुँदैछ यहाँ। कफी सर्भ गर्छ हामीलाई गरिदिँदै। बढी बढी
जब हिँड्नु लानु हिँड्नु हिँड्नु गएको ला अब बिस्वाद भयो साथी छोडेर जानु पर्छ भएको हामी चाहिँ गएको अब गएको हामी त मनी भनेको मेरो साथी छोरी भान्जिना ए नमस्ते मामा नमस्ते मामा नमस्ते ऊ माथिसम्म छोडिराख्छ हामी खै बेमोहरू तपाईँहरू भोलि आउने तपाईँ पनि भोलि आउने आउँदिन पारिदिएको यो नेपाल यो उयो छ त नेपाल त यहाँदेखि यता त के पो भन्छ अङ्कल यहाँदेखि यता त के पो भन्छ यो के हो यो खासमा चाहिँ उयो मेची यो मेची है यहाँ उयो छिरुवा भन्छ यता मेची खोला कुन चाहिँ हो मेरो सिर्फना यो यही हो खै हेरेर आउँछु ल म चाहिँ मेची खोला टुरमा गएको हो अरू चाहिँ उयो हुन्छ योबाट पाहाडी थियो नेपाल अरे हो त्यो चाहिँ इन्डिया यो त्यो नेपाल हामी चाहिँ बोर्डरमा आइरहेको छ बिहामा नेपाल इन्डिया भारत नेपाल सिमाना प्रान्तमा पर्छ हो ठ्याक्कै भन्नुपर्दाखेरि नेपालको नेकपा एमाले पार्टीले पनि भारतमा चाहिँ अलिकति भए पनि एउटा ट्याङ्कीको निर्माण गर्नुभएको छ है हो यति चाहिँ गर्नुभएको छ ल हामी गएको अब हाम्रो फोटो सेसन सकिसक्यो हो ल जाउँ बडा बाई बाई भोलि आउने बाई बाई मनिबाडी थ्याङ्क यू सबै कुरा एकदम राम्रो भयो हामीलाई है धेरै याद गर्नुभयो खाने कुरोहरू मिठो भएन ल बाई बाई जाउँ 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 मलाई पुरा मन पर्यो यो चाहिँ फ्याक्ट्रीमा चाहिँ पस्नु पनि दिएन हो भिडियो त झन् दूरको बात छ खै के भयो होला इन्सिडेन्ट हो यो पारिदिएको त नेपाल हो त्यही त है अब मलाई चाहिँ यहाँ नेपाल गयो भनेर चाहिँ एकजना मान्छेले धेरै जोतेछ हो अब युट्युब च्यानल हेर्छु उदादाको पनि हो मलाई पुरा जोतेछ नि त लु नाच्नु न नाच्यो नाच्यो मलाई पुरा मन पर्यो तर यो जग्गा नेपाल एकदमै राम्ररी देख्दो रहेछ है म त ढले 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 म त ढले 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 आउँदैछु रतन अङ्कल म मजा आयो फर्किन फर्किन आउँदैछु हो यस्तो बनाएको रहेछ यहाँ हो हामी कोठी बस्ने पनि एकदमै दामी छ
भित्रको इन्डोर डिजाइनिङ हो। थ्याङ्क यू। हजुर हुन्छ निस्केको अब हामी यहाँबाट गएको। तपाईँको नाम चाहिँ यनि वर्षा। तपाईँले कति वर्ष भयो यहाँनिर? हुन्छ थ्याङ्क यू। बाई बाई। यहीँ रहेछ नि अब हामी गएको भेट्यो जाउँ ल।